त्यो यो जङ्गली मरौठी हैन, यसलाई अकरकरा पनि भन्छन्। आयुर्वेदमा विशेष गरेर अकरकरा भनेपछि आयुर्वेदिक दोकानमा किन्न पाइन्छ र निकै नै महँगो मूल्यमा बिक्री हुने जडीबुटी अन्तर्गत नै पर्दछ। तर यो धेरै किसिमको हुन्छ। एउटा अब चाहिँ प्रजाति अनुसार यसको अलि ठुलो दाना हुने, रातो रातो दाना हुने एउटा इरानी प्रजातिको हुन्छ। इरानमा पाइने अकरकरा विश्वमा सबैभन्दा महँगो मूल्यमा बिक्री हुन्छ। त्यो बाहेक नेपालमा पाइने मरौठी वा अकरकरा पनि स्थानीय स्तरमा गाउँलेहरूले ज्यान दुख्दाखेरि, सुत्केरी हुँदाखेरि, त्यसैगरी टाउको दुख्दाखेरि, आउँ पर्दाखेरि यसको झोल बनाएर खाने, यसको पिसेर चटनी खाने गरेको पाइन्छ। नर्मली यत्तिकै पनि चिसो ठाउँमा यसको चाहिँ झोल बनाएर भातसँग खाने गरेको पाइन्छ। यानि कि यो शरीरको लागि पनि स्वस्थवर्धक हुन्छ, राम्रो हुन्छ। विशेष गरेर यसले कस्तो रोगलाई काम गर्छ भन्दा अङ्ग लाटो हुने, अङ्ग चाहिँ लाटो हुने, जिब्रो लाटो हुने, स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने बिमारी, साथै आउँ परेको, पुरानोभन्दा पुरानो आउँ परेको बिमारी है, प्यारालाइसिस, टाउको झमझम हुने, शरीर झमझम हुने त्यस्तो बिमारी, मुखमा चाहिँ घाउ आइरहने, ओठमा घाउ आइरहने बिमारी, ती बिमारीहरूमा यसले काम गर्छ। यसको खाने तरिका सिम्पल छ। एउटा दुईटा फुल टिपेर यत्तिकै पनि खान सकिन्छ सफा पानीसँग। साथै यसको चिया जस्तो पकाएर पनि खान सकिन्छ, सुकाएर राखेर धुलो बनाएर आवश्यक परेको बेलामा खान पनि सकिन्छ। अर्को यसको महत्त्वपूर्ण परेको दाँत दुख्यो भने, अरू विकल्प छैन। दाँत दुख्यो भने जहाँ दुखेको छ त्यो ठाउँमा यो चबाइराख्यो भने केही समय तपाईँको दाँत दुखेको पीडा कम हुन्छ, बिस्तारै सन्चो पनि हुन्छ, त्यहाँ भएको ब्याक्टेरियाहरू कीटाणुहरू पनि मर्छ। यानि कि दाँतको रोगलाई पनि यसले राम्रो गर्छ। गिजा पनि राम्रो हुन्छ, गिजा पनि स्वस्थ हुन्छ। यसको पानीले मुख कुल्ला गर्नाले मुखको स्वास्थ्य राम्रो हुन्छ, मुखमा लाग्ने रोगबाट तपाईँ सुरक्षित हुनुहुन्छ। यसले चाहिँ कीटाणुसँग लड्न पनि मद्दत पुर्याउँछ। पेटसँग सम्बन्धित रोग, आउँ परेको रोगलाई पनि यसले ठिक गर्छ है। र यो चाहिँ अब घरमा लगायो, गमलामा लगाउने चाहिँ अलि ठुलो दाना हुन्छ, जङ्गलमा आफै हुने अलि सानो दाना हुन्छ। तर स्वाद चाहिँ दुइटैको उस्तै हो, पर्पर पर्पर गर्छ। जिब्रोमा एकचोटि तपाईँले चबाउनु भने 1 घन्टासम्म तपाईँको मुख पर्पराइरहन्छ। मुखमा र्याल नबन्ने, मुखमा चाहिँ थुक नआउने, मुखमा पानी नहुने समस्या भएछ, मुख सुक्खा हुने समस्या छ, ओठ सुक्खा हुने समस्या छ भने यसले ठिक गर्छ हैन। भोक नलाग्ने समस्या छ भने यसले ठिक गर्छ। मुख एकदम सुक्खा हुने बिमारी पनि हुन्छ, कोहीको मुखमा थुकै नआउने, पानी नै नबन्ने पनि हुन्छ, एकदमै मुख सुक्खा हुन्छ। त्यस्तो स्थितिमा यसको चाहिँ फुल चबाउनाले मुखमा र्याल बन्छ, भोक जाग्छ, मुख रसिलो हुन्छ है। यसलाई भन्छ अकरकरा अनि मरौठी पनि भन्छ। तपाईँले चाहिँ अब एउटा दुईटा दाना, एउटा दुईटा पत्ता प्रयोग गर्न खासै त्यस्तो सोच्न पर्दैन, त्यति धेरै साइड इफेक्ट केही पनि छैन। तर धेरै लामो समय प्रयोग गर्नु पर्यो भने चाहिँ अलिकति सम्झेर बुझेर सोधेर त्यसरी गर्नु भयो भने राम्रो हुन्छ। तर मैले चाहिँ यत्तिकै पनि खाइरहन्छु, प्रयोग गर्छु। मलाई अहिलेसम्म यसको कुनै पनि नराम्रो असर भएको छैन, राम्रै असर भएको छ। यसको लाभ नै पुगेको छ। दाँत दुखेकोमा पनि मैले प्रयोग गरेँ, दाँत दुखेको पनि सन्चो भयो, मुखमा घाउ आउने समस्या पनि सन्चो भयो, पेट पनि राम्रो भयो हैन। यसको प्रयोगले चाहिँ मलाई चाहिँ फाइदै गरेको छ। तैपनि अब सुत्केरी महिलाले चाहिँ बिना वैद्यको परामर्श प्रयोग नगर्नु होला। त्यसैगरी अत्यन्त लामो समयसम्म चाहिँ अपरेसन गरेर थला पर्नु भएको वा लामो क्रोनिक डिजिजको चाहिँ दबाई खाइरहनु भएको बिमारी हुनुहुन्छ भने उहाँहरूले पनि सोधेर सम्झेर मात्रै प्रयोग गर्नु होला है। तर मैले चाहिँ गाउँलेहरूले चाहिँ यत्तिकै प्रयोग गरिरहेछन्, यसबाट फाइदा लिइरहेछन्। धन्यवाद।